के गर्दै हो के हो डिबी परिसकेको छ त्यही भएर डिबीको रिजल्ट कस्तो भएको छ? मेरो त दाइ सर्च गर्ने ठाउँमा सर्च गरेको हैन। यस्तै हो, चार्ज छैन, बिजुली बत्ती छैन हाम्रोतिर। मर्निङ गाइज, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। ठ्याक्कै हामी चाहिँ अहिले उठिसकेका छौँ अनि त्यस पछाडि कपाल काट्नलाई माथि छततिर हिँडेको होइन। आजको मौसम पनि बबाल छ, त्यही भएर यसो कपाल काटिदिउँ नुहाइदिउँ भनेर गर्नु लागेको है त। ल सो गाइज, अहिले चाहिँ हाम्रो कपाल काट्दा काट्दै हाम्रो मेसिनको चार्ज सकिसकेको छ। के गर्ने साथीहरू, गरिबको यस्तै हो, चार्ज छैन, बिजुली बत्ती छैन हाम्रोतिर, त्यही भएर हाम्रो बिजुली पनि सकिसकेको छ है। अब कसरी देखाउने, कपाल चाहिँ यति काट्दा काट्दा यताको मिलेकै छैन भ्याइयो मेसिनको चार्ज। साथी लिने गएको मेसिन हाम्रो चार्ज चाहिँ कपाल काट्दा काट्दै भ्याइयो गरिबको। ल हो र, उता दाइकोमा होला नि? छैन, उता दाइको सबै त्यही रुममा छ कि केटाहरू खाना खानु। ओ गड, पावर ब्याङ्क लिएर आऊ न। गरिसक्यो मान्छे 3 चोटि, आमा 3-3वटा प्लेन एकैचोटि। ल गाइज, यो चाहिँ हाम्रो ट्रेन स्टेसन हो है। हामी यहीँबाट कलेज जाने, कलेज आउने, काममा जाने, कामबाट आउने सबै यही ट्रेनबाट गर्छौँ होइन। सो यो ट्रेन चाहिँ एकदमै महँगो छ, तर के गर्ने। आयो अब मिल्ने आयो के देश आयो यो चार्ज लाइलाई हान्ने नि। ल गाइस, अब हामी चाहिँ खाना खानु लागेको ठ्याक्क है। अनि के हो, रतन कार्कीलाई डिबी पऱ्यो अरे, मलाई नि त परिरहेको डिबी चेक गर्नुपर्छ ल खाना खाएर आएर। मलाई नि डिबी पऱ्यो होला सायद, मलाई मनभित्र त त्यस्तै लागिरहेको, डिबी परेको जस्तो फिल आइरहेको, सायद पऱ्यो होला, सायद होइन, फिक्सै परिसक्यो कि मलाई नि डिबी। अब रतन कार्कीमा सायद सँगसँगै आउँछ होला अमेरिकातिर है, डोनाल्डजी। त्यस्तै छ, के गर्ने, सँगै आउनु पऱ्यो नेपालको मान्छेहरू। गाइज, अहिले चाहिँ छु म लिफ्टमा। आज चाहिँ के भयो भने एकदम छुट्टीको दिनमा होइन, सुते भइयो खानासाना खाएर। अनि अहिले चाहिँ म लास्टै जिउ कस्तो गर्मीले के भयो जस्तो भएर एउटा चिसो लिन गइरहेको छु। म ट्याक्क एउटा चिसो ल्याएर खान्छु, लिन्छु है एउटा, अनि म खान्छु लगेर। यहाँ लिने चाहिँ सजिलो छ कि, जापानमा चाहिँ एकदमै ठ्याक्क यस्तै पैसा यहाँ हाल्यो, यसरी पैसा हाल्यो। म चाहिँ पेप्सी खानु लागेको, पेप्सी आउँछ, ठ्याक्क पेप्सी आयो होइन। अनि यहाँ चाहिँ फिर्ता पैसा आउँछ कि, फिर्ता पैसा आयो, भइहाल्यो। ल चियर्स गाइज। यहाँ पनि यसो छिरेर गइदिउँ नि त भनेर छिरेको। के छ दाई, ठिक छ? एक्लै हो? खोइ त अर्को दाई। ओहो, आज अनुहार लुकाउँदै हुन्छ, आज एक्लै हो? आज एकदम स्लिपिङ डे रहेछ तपाईँको पनि, हाम्रो जस्तै। आज खासै कसैको पनि काम छैन जस्तो छ। अहिले गोल्डन विक चलिरहेको नि त जापानमा, त्यही भएर कसैको पनि केही छैन काम जस्तो छ क्या अहिले चाहिँ। पार्किङ चाहिँ यहाँ चाहिँ यस्तो छ गाइज है, यहाँ पैसा तिरेन भने यो चाहिँ माथि आउँदो रहेछ, गाडी नै अड्काउँदो रहेछ कि यसले। पैसा तिर्यो भने मात्रै यसरी बस्छ भुइँमा। खतरा सिस्टम त यार, खै के हो के आफ्नो त गाडी पनि छैन। पछि गाडी किने चाहिँ थाहा होला। ल अहिले एकछिन भेट्छ है त। ओके गाइज, मैले चाहिँ एउटा पिपा पनि सापट मागेर आइसकेको छु। यसले तानेर खाइदिन्छु।
म बस्छु 5 फ्लोरमा ठ्याक्क। आज अनलाइनबाट KFC अर्डर गरेर खाउँ कि भनेको, फेरि पैसा छैन कि गाह्रो त्यो छ। हेलो, के छ, के गर्दै हो? आमा के हो लगको स्वागत छ है, स्वागत छ। चेयर्स। साथीको चाहिँ यहाँ डिबी परिसकेको छ, त्यही भएर हामी जान लागेको होइन। मजा आइरहेको होइन डिबी पारेर। जापान बल्ल तल्ल आएको डिबी पारिदिरहेको। आज चेक गरेर गरिदिउँछ, उसको त परिरहेको, हाम्रो त फेरि कहाँ पर्छ, हामीलाई त सिधै दामै भनिदियो। सर्च गरेको होइन डिबी, त्यो रिजल्ट हेर्ने सर्च गरेको सिधै दामै भनिदियो कि। दाइ हेलो गाइज, डिबीको रिजल्ट कस्तो भयो सबैको? मेरो त दाइ सर्च गर्ने ठाउँमा सर्च गरेको होइन, दामै लेखिदिरहेको। ल हाम्रो नरदको चाहिँ डिबी पाइसकेको छ है। फेरि यहाँ चाहिँ हाम्रो अलिकति यस्तै छ सिस्टमहरू होइन। यो नै सही हो। यो के को दही हो दाइ? भैँसीको कि गाईको हो यो? हजुर हजुर, त्यस्तो नभन्नु न यार, अलि राम्रो चिजहरू खाना गर्नु क्या तपाईँहरू यार। ल है मौज गर्नुहोस्। हाम्रो चाहिँ आज फेरि ठ्याक्कै नरदको डिबी परेको हुनाले हामी चाहिँ उता KFC तिर यसो कुहिरेनी पट्याएर होइन, त्यहीँको अब बासिना भएर त्यहीँ बच्चा सच्चा जन्माउन एकदम शुभकामना दिन्छौँ हामी। ल आरिगातो गोजाइमास। ल नरद यहाँ बन्द छ, दामे दामे तल खाऊ पानी। उसलाई त दाइ त्यो क्याब बोलाउनु भयो, तल रोडदेखि हिँड्न मिल्दैन नि आज डिबी परेर। 3जना सेक्युरिटी होइन होइन चाहिन्छ यार, त्यति त यार रिक्वायर्डै हो, त्यो त रिक्वायरमेन्ट नै हो। अन्त है सेफ्टी बढिदिनुपर्छ है। तल म क्याब बोलाउँदै गर्छु ल रोडमा। ल लिफ्टमा पनि कार्पेट सार्पेट लगाइसकेको छ गाइज है। हाम्रो चाहिँ फेरि अलगै हुन्छ कि सिस्टम, अलिक सिस्टम मिलाउनु पऱ्यो नि त। अब के गर्ने, डिबी परिहाल्यो, नपर्नुपर्ने डिबी परिहाल्यो, के गर्ने अब। जापान छोड्ने भयो, अब धेरै दिन पनि छैन गाइज, गइहाल्छ उसको त। फेरि सेकेन्ड लेटर पोहोर पनि नआएको हो नि त, यसपालि त फेरि दिइहाल्ने हो कि उसलाई होइन त। के भन्न चाहन्छौ डिबी परेको खुसियालीमा? डिबी परेको खुसियाली अब के भनौँ, आज यसो होइन पार्टी सार्टी गर्ने भइहाल्यो। अब डिबी त्यस्तै हो, अब सेकेन्ड लेटर के हुन्छ, सेकेन्ड लेटरको प्रतीक्षामा छौँ हामी। लगाए जहिले हामी तल अब ठ्याक्क गइसकेको छौँ होइन। हाम्रो अब डिबी होल्डरको लागि चाहिँ आइसकेको छ होला क्याब पनि त्यहाँ। ल नरद कुनमा अलि तिमीलाई सजिलो हुन्छ होला? मलाई त यही ठिक हुन्छ हो। ल ओके देश। ओहो मैले तिमीलाई एउटा मेसेन्जरमा पठाएको छु लिङ्क, त्यो ओपन गरेर डाउनलोड गरेर मलाई त्यहाँ सपोर्ट मिलन भारती भन्छ त्यहाँ ट्याक्क है। कस्तो छ यो? एक खानु यहीँ बनाएको कस्तो? मैले मसलै हालेर थोरै हाले हो कि बाबा। ल ल आइहाल्छ। ल ल हामी चाहिँ अब डिबी पारेर हिँडिसकेको छौँ है। ल अहिले डिबी पारेको उपलक्ष्यमा ठ्याक्कै बर्गर सर्गर खाना आइपुगिसकेको छौँ। यहाँ चाहिँ खोइ के भयो यहाँ भाषा सासा नआएर यहाँ कोकको ठाउँमा पानी देखा के दामी भइसक्यो। कोकको ठाउँमा पानी देखा, बर्गरको ठाउँमा त बर्गरै दिएको रहेछ है। ल अहिले भेटौँला है त। डिबीवाला मान्छे ओके, हामी चाहिँ अहिले चाहिँ रुममा आइसकेको छौँ खाएर टक्क पेट पनि टाइममा बनाएर। अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ। ल है त, अर्को भिडियोको लागि वेट गर्नु होला है।